नमस्ते सम्पूर्णमा। आजको यस ब्लगमा म मेरो आदरणीय मित्र मनितोष शर्मालाई भेट्न जाँदैछु। हेरौँ अब कस्तो हुन्छ उसको रियाक्सन। उसलाई थाहा त छैन म आउँदैछु भन्ने। आजको यो छोटो ब्लगमा मेरो कन्टेन्ट यही नै रहेको छ। प्लिज स्वीकारिदिनु होला है त। अब म जाँदैछु, अब हिँड्न लागे। यहाँ छ मेरो स्कुटर छ। यहाँ नजिकै एउटा सानो वाटर फाउन्टेन रहेछ। म यसको दृश्य हजुरलाई लिन चाहे। हजुर, अब म जाँदैछु। म आइपुगे यहाँनिर। यो अल्जादाको इन्ट्रान्स हो। राम्रो छ यो डेकोरेसन गर्ने इन्जिनियरलाई त मान्नै पर्छ हैन। माथिदेखि पानी खसेको छ। यही पानीलाई फेरि माथि दिएर फेरि त्यही पानीलाई रिसाइकल गरिरहेको छ। राम्रो मनमोहक दृश्य छ यहाँ। यो एउटा प्राइभेट एरिया हो के। जसरी हामी सम्पूर्ण कामदारहरूलाई एउटा जागिर खाने मौका दिएको छ यस ठाउँले हैन। यो बाटोमै पर्छ र म अझै जाँदैछु। मेरो बेनेली ऊ त्यहाँ हेर्नु त, मेरो बेनेली त्यहाँ उभिरहेछ। मेरो बेनेली है। यो छ ठुलो राउन्ड अबाउट। हरियाली छ एकदमै। अब म पुगिसकेको छु उसले काम गर्ने सपमा। हेरौँ उसको रियाक्सन कस्तो हुन्छ है त। म जाँदैछु उसको सपमा। कस्तो छ रियाक्सन। म पुगेँ, त्यो काम गर्दैछ। के छ मनितोष? धेरै पछि। अनि कुन्दनहरू कहाँ छन्? सो म फाइनली आइपुगेँ। ऊ बिजी छ अहिले टी ल्याब। सो यो उसको सप हो। के छ भैया? सो मैले देखे अनुसार उसँग अलिकति कस्टमर हुन्छ। कस्टमर भएको कारणले गर्दा थोरै व्यस्तता छ। व्यस्तताको कारणले गर्दाखेरि एकछिन बाहिर आउन मिल्दैन भन्दैछ। केही समयपछि म मेरो साथीसँग गफ गर्नेछु है त। सो उसको सप चाहिँ यो रहेको छ, द टी ल्याब ल है त। यसको एक्ज्याक्ट लोकेसन यो मेरो साथी ल मेरो लागि चिया है त। आफूलाई ल्याएन? गर्मी छ है? लास्टै गर्मी छ यार बाहिर त। अरू दिनदेखि त ठिक्क छ हल्का।
आज अलि शीतलै छ ब्रेकमा हो नि म त अहिले ब्रेक अँ ए राम्रो नजिकै अर्डर आयो हाम्रो अन्ना आउँदै हुनुहुन्छ अन्ना भाई सलाम अलैकुम सब ठीक है आप कैसे हो अभी ड्यूटी पे आए हाँ ब्रेक में गए थे थैंक यू हाँ थोड़ा बना रहे हैं और वो उस दिन गाया था ना गाना रिकॉर्ड किया था अच्छा ठीक है हाँ, अच्छा है ना और सब ठीक है बढ़िया कुछ खिला रहा है नहीं अभी मैं दाल भात लेके आया हूँ अभी खाएगा बाद में ठीक है हाँ अच्छा ओके यो के हो नाम खमीर चिजन छ यो साथीहरूको रेस्टुरेन्टमा पाउँछ यो अर्डर हो ओके यो चाहिँ चियाको स्पेसलिस्टहरू हो यहाँ एकदमै ओन्ली टी होइन धेरै किसिमको चियाहरू पाउँछ साथीले मलाई यो उसको रेस्टुरेन्टमा बन्ने यो के भन्छ साथीलाई खमीर यो चिज अनि जातर मिक्स ओके यो दिएको छ म ट्राई गर्छु अब मिठो छ यार मिठो छ अस्ति लाग्यो थियो तर अस्ति धेरै टाइम थियो के अस्ति अब दिए कति 4 बजे 4-5 बजेतिर आयो त्यो बेला यो टाइममा उल्केर आउनु भइसक्यो तिमीलाई हामी सबैले मिस गर्छौँ यार गाइज मेरो साथी यही हो मैले हजुरहरूलाई पहिल्यै नै भनेर आएको हामी सँगै काम गरेका थियौँ स्टार्टिङमा एकदमै त्यही त तर यार कुल है प्लेस एकदम कुल छ यो हेर्नमा राम्रो छ उयो के हो के मिसिन चियाको मिसिन अहिले थिएन त पहिला ए अच्छा त्यही त अब त्यो ततै राख्नु परेन नि त्यो इन्डक्सनमा कुन्दनहरू कहाँ ओके हुन्छ त अहिलेलाई म अब एकछिन हामी गफ गर्छौँ त्यहाँ हामी रुममा जाँदैछौँ अब र अरू पनि साथी छन् मेरो कुन्दन र आदि म दुईटा चिया खाँदै अब यहाँ नजिकै होइन पुलिस स्टेसन त्यही त मैले अस्ति नै हो आउँछु भनेको अब त्यस्तै त हो नि समय होइन काम ड्युटी हुन्छ हो नि तर भेटघाट त हुँदै त्यही त हुनुपर्छ यतातिर अलिकति अँधेरो छ लाइट छैन अनि पनि पछाडिबाट अगाडिबाट कस्टमरले हेर्छ त भन्छ फेरि बोलाइहाल्छ है हो नि अर्डर देऊ अनि जाऊ हामी पनि ठ्याक्क वासरुम जान भनेर निस्केको हुन्छ ठ्याक्क कस्टमर आएर बोलाइहाल्छ कुनै कस्टमर यस्तो रिसाउने खाले हुन्छ नि त म्याक्सिमम सबै फ्रेन्डली हुन्छ के ब्रदर प्लिज गिभ माई अर्डर त्यही त ल अब हामी लगभग पुगिसक्यौँ साथीहरू के छन् के नाम इसका रियान हाँ क्या बोल रहे थे आप अब बोलो ना गाना अच्छे लगते हैं मैं बोला गाना सुनेंगे हाँ गाओ ना फिर बाद में सुनाएंगे ना अभी तो सो रहे हैं अरे अगली बार आज
हाँ भाईजान, मैं आपका गाना मेरे दोस्त के मोबाइल में सुना था। अच्छा एक गाना सुनाओ ना, ठीक बहुत है दिल करता है सुनने के लिए। ठीक है। सुनाओ सुनाओ, अभी सुनाओ। मेरो आदरणीय मित्र हो, उहाँसँगै काम गर्ने साथी, उसले एउटा गीतको रिक्वेस्ट गरेको छ मलाई। परदेशी वाला सुने भैया? कोई भी अच्छा वाला सुनाओ। ठीक आपका है भैया। आवाज उतना सुरीला है, कौन सा भी गाना सुन सकते हैं। ठीक है। परदेसी परदेसी जाना नहीं, मुझे छोड़ के, है मुझे छोड़ के, परदेसी मेरे यारा बाधा निभाना, मुझे याद रखना कहीं भूल न जाना, परदेसी परदेसी जाना नहीं, मुझे छोड़ के, हाय मुझे छोड़ के। थैंक यू। माशाल्लाह, आप इंडियन आइडल में जा सकते हो ना फिर। थ्याङ्क यू सो मच। ल अब चाहिँ म साथीलाई पनि भेटेँ, अब जानुपर्छ, मेरो 1 घन्टाको ब्रेक। बहुत अच्छा। अब म जान्छु, मेरो 1 घन्टाको ब्रेक पनि सकिन लाग्यो है त। कस्टमर पनि धेरै छ। काम करता है, ब्रेक भी लाते हैं। अगर आएगा तो 4 जन आएगा तो चाय पीने के लिए जरूर आना। ओके, थ्याङ्क यू।